हेलो साथीहरू, वेलकम छ सबैजनालाई मेरो नयाँ भिडियोमा। सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि ठिकै छु। म चाहिँ रातिदेखि भिडियो सुरुवात गर्दैछु अनि मेरो चाहिँ यो फर्स्ट भ्लग पनि रहेको छ। भ्लग चाहिँ के कस्तो हुन्छ सबैजनाले हेरेर आफ्नो प्रतिक्रिया दिनु होला। अनि त्यसपछि हाम्रो दिदीको चाहिँ मेरो ठुली चाहिँ दिदीको चाहिँ नयाँ वर्षको दिन आइरहेको छ। अनि त्यसपछि भेनाजुले औमानदेखि नै प्लानिङ गर्नुभएको थियो कि दिदीलाई सरप्राइज दिने यताउति भनेर। अनि त्यसपछि भेनाजुको र मेरो सल्लाह भयो। अनि सल्लाह भइसकेपछि सामानहरू यताउति गऱ्यौँ। अनि त्यसपछि गरेर अनि आज चाहिँ नयाँ वर्षको दिन, उहाँहरूको एनिभर्सरीको दिन रह्यो। अनि त्यसपछि म चाहिँ रामपुरदेखि चाककोट आएँ 3 बजे। अनि त्यसपछि आएर सामानहरू यताउति गरेँ, तयार पारेर अहिले यहाँ राख्दैछु। अनि त्यसपछि म चाहिँ चाककोट आएको छु भनेर मेरो मम्मीहरू दिदीहरू कसैलाई पनि थाहा छैन। मम्मीहरूले फोन गरेर भन्दै हुनुहुन्थ्यो कहिले आउने हो, नयाँ वर्षको दिन आज आए त हुन्छ नि भन्नुभएको थियो। होइन, म चाहिँ अमावास्यको दिन आउँछु अब एकैचोटि भने। अनि म आएँ। मेरो बहिनी र दिदीको छोरीलाई थाहा थियो। अनि त्यसपछि थाहा भएर अनि हामी चाहिँ भेट भयौँ, सामानहरू एकजुट गऱ्यौँ। अनि त्यसपछि एकजुट गरेर उनीहरू घर फेरि आए। अनि आएर अहिले चाहिँ दिदीको छोरी चाहिँ मसँगै छन्, बहिनी चाहिँ घरै छ। अब टाइम कति भयो र त? 7 बजेर 20 मिनट कति अरे 7 बजेर 20-21 मिनट यस्तै गएको छ। अनि अब चाहिँ हामी घर जान्छौँ। खासै इमोसनल हुने टाइपको यस्तो उसहरू त होइन, त्यही पनि खै हाम्रो दिदी चाहिँ अलिकति छिटै भावुक हुने यस्तो चाहिँ छैन। अन्त अब रियाक्सन चाहिँ उसको मम्मीले फोन गर्नुभयो। मम्मीले रियाक्सन चाहिँ कस्तो आउँछ अब थाहा भएन। अब वहीँ गएर रियाक्सन चाहिँ अब कस्तो आउँछ अब त्यहीँ गएर थाहा हुन्छ। अनि हाम्रो चाहिँ सामान भेनाजुले आफ्नो बुढीको लागि स्पेसल गिफ्ट यहाँ के छ होला त? अनि बुके फुल, यो चाहिँ घरमै बनाएको है स्पेसली छोरीले। अनि त्यसपछि स्पेसल यहाँ चाहिँ के होला त गाइस? अब यहाँ चाहिँ केक रहेको छ। अब यो त मेरो ब्याग भयो। अब चाहिँ साथीहरू अब हामी चाहिँ वहीँ गएर भेटौँ ल। एकदम सिधा के हो र मान्छे यसले गर्दा छर खानु पर्यो यहाँ। आफै दुला गई भ्या भनेको भएन छ एकदम भयो। ए हो केक कटिङ गरौँ। के ल्याएको तँ फेरि? ए हो सरप्राइज भेनाजुले हो पुरै। कसले दियो? आशिकाले होइन कि यिनीहरू के हो किन कसले दियो? लुसेक्रोले होला, लुसेक्रोले। अरू त कसले दिन्छ र? यो मैले दिएको डबल दिएको। दिदी आइथ्यो त फोटो लिएर गई भ्या यहाँ नपसी भनेका। हजुर ल्यायो भकाडम बनाएको मैले देखेको भए धान हान्दा दिउँसै आएको यो दिन्छ है? म आएको 3 बजे। तारा बसेको गरेर कति बेर अनि फोन पनि उठाएको गरेर गाली खाने कति बेर पर्खेको टाढा फोन हानेको त मैले कति फोनै नउठाएँ। के हो र देखेको थिएँ नि मम्मी। नानीलाई छोरी आउँदैन जिन्दगीमा फर्स्टचोटि हो यस्तो थियो। कसले भन के भन पक्नु एकछिन। खोलेहरू थाक्नुहुन्छ मस्तले। ए यो त सकिन खोलेरै सकिन। यो त के हो? देखाइदेऊ के भयो?
अनि फेरि यो अब यो फुल निकाल्नु त मम्मी 14 अनि यसले सरापी छ बिग्रेन पनि खान नहुने मैले राखेको थिएँ कि यो यहाँ जानु अब यो के छ दिदी चाहिँ रमाइलो बट्टाएर यस्तो भइरहेको छ यो फोटो बनाउनु ल भनेका तिमीले यो गाइस केक पनि हो यो पनि भ्याइ ल कस्तो लाग्यो कृपया बताउनुहोस् बिहा गरेको अहिलेसम्म कति 13 वर्ष पुरा 14 मा लाग्यो फर्स्टचोटि बुढोको गिफ्ट पाउँदाखेरि एकदम भावुक बुके नै भएन कस्तो राम्रो भएको थियो नि थ्याङ्क यू सो मच ल भेनाजुलाई देखिनु त यता देखिनु त भेनाजु के हो भेनाजु चाहिँ ड्युटीमा हुनुहुन्छ त्यही भएर फोन उठाउन यहाँ आएकै थिएन कि बस्दै ड्युटीमा हुनुहुन्छ कि ल साथीहरू स्पेसल भयो सरप्राइज तर्सेर कमेडियन यता देखा न ल यता देखाइदिनु भिडियोको लागि उका त त्यहाँ पाइदेऊ के आगर्नु अर्कै छिटो ल अर्को झन् हाँसिरहने भेनाजुलाई आ गर्दै खुवाइदिँदा आफूले आ गरेर खान ह्याप्पी एनिभर्सरी सुखी रहौ सधैँभरि यस्तै पहिला यहाँ छोरीलाई लगाइदिनु आशीर्वाद आज नयाँ वर्षको उज्यालो बिहानीसँगै हाम्रो माया झन् उज्यालो बनोस् भन्ने कामना तिमीलाई मेरो प्रिय श्रीमती दूर देशबाट मेरो हृदयभरिको शुभकामना समय टाढा राखे पनि मन सधैँ तिम्रो साथमा छ हरेक सासमा तिम्रो नाम छ र हरेक घटनामा तिम्रो याद बस्छ नयाँ वर्षले ल्याओस् नयाँ खुसी हाम्रो सम्बन्ध अझै बलियो बनोस् र यो वर्षको गाँठले फेरि सम्झाओस् हामी सबै बिताएका ती मिठा पलहरू तिमी बिना अधुरो लाग्छ यो जीवन तिमी नै मेरो हाँसो र मेरो संसार विदेशको एक्लोपन पनि तिम्रो माया र मेरो मायाको आधार नयाँ वर्षको शुभकामना र हाम्रो वर्षको गाँठ धेरै धेरै माया छिट्टै फर्केर तिम्रो आँगनमा त्यो दिनको प्रतीक्षामा छु यही है ल